हेलो हेलो नमस्ते अनि झोरले सम्पूर्ण नेपाली मन अनि नेपाली भाषीहरूलाई स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल एसएम ब्लग यानी स्याङ्जाली मगर ब्लगमा। स्वागत छ तपाईँहरूलाई स्याङ्जाली मगर ब्लग च्यानलमा। आशा छ पक्कै पनि सबैजना आराम सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आराम कुशलै छु। अनि लगभग एक महिनै होला, लगभग एक महिनापछि म फेरि ब्याक भइसकेको छु युट्युब च्यानलमा, आफ्नो च्यानलमा। धेरै समयपछि भिडियो बनाएको छु। भिडियो चाहिँ यत्तिकै ऱ्यान्डमली बनाएको। आज धेरै भयो भिडियो नबनाएको, आज चाहिँ बनाउनै पर्छ भन्ने हिसाबले। यो छोटो मिठो गफ मात्रै हो। पक्कै पनि अन्य भिडियोहरू कतै घुम्न गएको, कतै के गरेको, कतै के गतिविधिहरू आफूले गरेका गतिविधिहरू सम्पूर्ण के गरिन्छ, कता कता गरिन्छ त्यो भिडियोहरू म लिएर आउने नै छु पछिका दिनहरूमा। तपाईँहरू भने च्यानलमा जोडिराख्नु होला, साथ सपोर्ट गरिराख्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र साइडमा राखेको बेल आइकनलाई पनि क्लिक गर्नु होला। यदि च्यानललाई सब्सक्राइब गरिसक्नु भएको छ भने एकदम आफ्नो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। के कस्तो लाग्छ भिडियो सर हेरेर अन्तिमसम्म हेरेर के कस्तो लाग्छ तपाईँलाई मजाले एकदम निहालेर हेर्नु होला र प्रतिक्रिया आफ्नो जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। के गर्दा अझै के गर्दाखेरि कसो गर्दाखेरि अझै बेहतर अझै राम्रो हुनसक्छ, भिडियो कसरी बनाउन अझै राम्रो कसरी बनाउन सक्छ त्यो तपाईँहरूले पनि मलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। अनि त्यही नै हो। भिडियो चाहिँ म धेरै लामो समयपछि बनाएको छु। भिडियो म युट्युबमा जोडिराखेको छु है भन्नलाई मात्र म यो भिडियो बनाएको। आज चाहिँ म अहिले ड्युटीमै छु। यतिखेर लगभग कति 6:30 जति भयो अहिले। म ड्युटीमै हो। ड्युटी सकिने चाहिँ मेरो 9 बजे हो। नाइटको ड्युटी हो। नाइट 9 to 9, 9 बजेदेखि 9 बजीसम्म 12 घन्टाको ड्युटी हो। अब सकिन अझै लगभग 1.5-2 घन्टा जति नै छ, 2-2.5 घन्टा बाँकी नै छ अझै। त्यही हो, ड्युटीमै छु। ड्युटीले गर्दाखेरि अन्य भिडियोहरू लिएर आउन सकिरहेको छैन, टाइमहरू मिलिराखेको छैन। दिउँसोमा अब ड्युटी सकिएर गएपछि अब दिनभरि खाली नै हुन्छ, तर पनि गएपछि खाना बनाउनु पऱ्यो, खानु पऱ्यो, सुत्नु नि पऱ्यो गर्दाखेरि अन्य भिडियोहरू लिएर आउन सकिराखेको छैन। भिडियो लिएर आउन नसके पनि तपाईँहरू भने साथ सपोर्ट दिन चाहिँ नछोड्नु होला। च्यानलमा चाहिँ सब्सक्राइब गरेर जोडिराख्नु होला। पक्कै पनि पछिका दिनहरूमा म अन्य भिडियोहरू रमाइला भिडियोहरू राम्रो भिडियोहरू लिएर आउने कोसिसमै छु, कोसिस गर्ने छु, पक्कै पनि लिएर आउने नै छु। त्यस कारणले तपाईँहरू चाहिँ साथ सपोर्ट दिन चाहिँ नछोड्नु होला, च्यानलमा चाहिँ जोडिराख्नु होला है त। अनि यस्तै छ, ड्युटीले गर्दाखेरि अलि भ्याएको छैन, नै भने म कन्टिन्यू भिडियो लिएर आउने नै छु पछिका दिनहरूमा। त्यही भन्न मात्रै आएको म अहिले भिडियोहरू नबनाएको पनि धेरै भयो। त्यही भएर यसो अलिकति छोटो मिठो जानकारी सहित भिडियोहरू छोटो मिठो दिउँ भनेर मात्रै हो। त्यही नै हो। पछि म अन्य भिडियोहरू पक्कै पनि लिएर आउने छु, यो मेरो बाचा नै भयो। तपाईँहरू भने साथ नछोड्नु होला, पक्कै पनि सब्सक्राइब गरिराख्नु होला च्यानललाई। यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिराख्नु होला। अनि पछिका दिनहरूमा म पक्कै पनि लिएर आउनेछु भिडियोहरू। त्यही नै हो। आजलाई यही भन्न मात्रै आएको छु मैले, भिडियो यही भन्नलाई मात्रै बनाएको। त्यही नै हो, अरू त केही छैन। यस्तै छ, ड्युटी चलिराखेको छ। परदेशको जिन्दगी, ड्युटी आउने जाने, खानासाना बनाउने, खाने, सुत्ने, त्यही नै भइराखेको छ। त्यही हो, गाह्रो छ परदेशको जिन्दगी। ल साथीहरू, अहिलेलाई चाहिँ यति नै। फेरि अरू अन्य भिडियोहरू म लिएर आउनेछु। तपाईँहरू भने जोडिराख्नु होला, आफ्नो साथ सपोर्ट दिइराख्नु होला। साथीभाइहरूलाई मेरो युट्युब च्यानलको लिङ्क सेयर गरिदिनु होला, सब्सक्राइब गर्न पठाउनु होला। चाँडोभन्दा चाँडो 1K सब्सक्राइबर पुर्याउने चाहिँ मेरो एकदमै ढोका छ। यो ढोका, यो मेरो सपना तपाईँहरू छिट्टै पुरा गरिदिनुहुन्छ भन्ने म एकदम आशावादी छु र यो काम तपाईँहरू पक्कै पनि गरिदिनुहुन्छ भन्ने
आशा छ। त्यही नै हो ल साथी, आजलाई चाहिँ यति नै। फेरि पनि अर्को भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ छुट्यौँ है त। सो आफ्नो ख्याल गर्नु होला, स्वस्थ व्यस्त मस्त रहनु होला, सधैँभरि खुसी रहनु होला है त। ओके, नमस्ते, बाई बाई।